नमस्कार। आज भने मेरो भिडियो अलिकति लामो हुनसक्छ है। र विशेष अघि मैले फोटोमा हालिसकेको थिएँ कि आज हामी डिलिटेड भोटर्सहरूको विषय लिएर एउटा सभा बसी हामी डिएम अनि एसडिओसँग एउटा भेटवार्ता हामीले गऱ्यौँ भनेर है। र यही भेटवार्तामा के भयो भन्ने कुरो म हजुरहरूको अगाडि राख्दैछु है। र हामीले पहिला एसडिओलाई भेट्यौँ अनि त्यस पश्चात डिएमलाई भेट्यौँ र झन्डै हामी आधी घन्टाभन्दा बेसी उहाँहरूसँग यस विषयमा कुराकानी गऱ्यौँ है। र धेरै छलफल भयो। तर यो एकदमै प्रमुख बुन्दाहरू मात्रै मेन मेन पोइन्टहरू मात्रै हजुरहरूसँग राख्दैछु है। र अहिले भने तपाईँको यो जुन डिलिटेड भोटर्सहरूको सरकारी सहुलियतहरूबाट वञ्चित हुने कुराहरू अफवाहहरू फैलिरहेको छ है। र तपाईँहरूलाई म के आश्वस्त गराउन चाहन्छु भन्दाखेरि है, कुनै पनि सरकारी सहुलियतहरूबाट तपाईँहरू वञ्चित हुनुहुन्न, हुँदैन भन्ने कुरो आश्वासन डिएम साहबले दिनुभएको छ भनेदेखि है। अर्को कुरो, यो जुन डिलिट भएको छ र अन्डर एजुकेसन अनि अपिल गर्नुभएको छ है, जसले पनि अनलाइन अपिल गर्नुभयो, हजुरहरूले यो अपिलको जबसम्म क्लियर हुँदैन तबसम्म तपाईँहरूले पर्खिनुपर्ने हुनेछ है। र जसले अफलाइन अपिल गर्यो अथवा तपाईँहरूले अपिल गर्नुभएको छैन भनेदेखि चाहिँ तपाईँले सोझै चाँडोभन्दा चाँडो तपाईँले फर्म 6 भर्नुपर्नेछ। र यदि तपाईँको डकुमेन्ट्स एकदमै अप टु डेट छ भनेदेखि चाहिँ तपाईँको फर्म 6 को रिजल्ट चाँडै नै पाउनुहुनेछ। र जुन एसआर लागू भए पश्चात है, यो दार्जिलिङमा विशेष गरेर पुल बिजनबारी खण्ड अनि सुकिया अनि यो म्युनिसिपालिटी एरियामा, दार्जिलिङ म्युनिसिपालिटी एरियामा तीनवटा जग्गाबाट अहिलेसम्म तपाईँको 4,000 भन्दा बेसी फर्म 6 छिरेर गएको छ। र भनौँ उहाँहरूले नयाँ भोटर आइडी पाएको छ है। र तपाईँहरूलाई यो नै भन्न चाहन्छु, यदि तपाईँहरूको डकुमेन्ट्स ठिक छ भनेदेखि तपाईँहरूले चाँडोभन्दा चाँडो फर्म 6 भर्नुहोस्।